राष्ट्रपाले आफै बहुमत ल्याएको छन्। बहुमत ल्याइसकेपछि 2/3 पुर्याउन त सहयोग चाहिन्छ नि। 2/3 सहयोगमा उहाँले संविधान संशोधन गर्न चाहनुहुन्छ भने हाम्रो साथ हुन्छ। प्रदेश संरचना खारेज गर्नुहुन्छ भने हाम्रो 5 जना सांसद लगेर उहाँलाई गाभिदिन्छौँ, हामी पुर्याइदिन्छौँ 2/3। यदि उहाँले हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन हिन्दू अधिराज्य सबै धर्मलाई समान हुने गरेर, कसैलाई असमान नहुने गरेर हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन हिन्दू अधिराज्य घोषणा गरेर संविधान संशोधन गर्नुहुन्छ भने हाम्रो साथ हुन्छ। र अर्को कुरा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीमा उहाँहरू जानुहुन्छ, संविधान संशोधन गर्नुहुन्छ भने उहाँको जुन सिट पुगेको छैन त्यो सिट रापरमा थप्न तयार छ। तर उहाँले संविधान संशोधन गर्न उहाँहरू तयार हुनु पर्यो। हस्, धन्यवाद। इनिसा विकको बलात्कारपछि हत्या भयो, उहाँको विषयमा के भन्न चाहनुहुन्छ? उहाँलाई कडाभन्दा कड़ा कारबाही गर्नुपर्छ भनेर मैले अस्ति पनि भनिसकेको छु, हैन? नाबालिग। र अर्को कुरा, आज इनिसा विक, अस्ति निर्मला पन्तका हत्याराहरू अहिले पनि घुमिरहेका छन्। आज निर्मला पन्तका हत्यारालाई कारबाही भइदिएको भए अहिले इनिसा विकमाथि यो घटना नहुन सक्थ्यो। निर्मला र इनिसालाई न्याय पाउँछन्? किनभने त्यो न्याय पाउनका लागि त अहिले जनताले जनमत परिवर्तन गरेका छन् र नयाँ आएको सरकारले पनि त्यसलाई कारबाही गरोस्, निर्मलाका हत्यारालाई खोजोस्। खोज्ने कुरामा कहीँ यदि साथ दिनुपर्ने आवश्यकता ठहरिन्छ भनेपछि त्यहाँ हामी तयार छौँ। अबको सरकारबाट नेपाली जनताले आश राख्ने समृद्धिको यात्रामा भ्रष्टाचार अन्त्य हुन्छ देशमा? अब यो सरकार बनिसकेपछि 6 महिनापछिको प्रश्न हो। अहिले सरकार जनताले जिएका छन्, जनतालाई धन्यवाद दिने हो। र नयाँ सरकार स्थायी बनेको पहिलो पटक बन्दैछ धेरै लामो समय पछाडि। त्यसका लागि हामीले शुभकामना दिनुपर्छ र साथ दिनु। भनेपछि जुम्लामा स्याउ र अब जडीबुटीको बजारीकरणमा समस्या हुने भएन, फेरि ज्ञानेन्द्र साईको उदय त भयो नि? हैन, मेरो त भयो, तर सरकारमा हुन्छु कि हुन्न, तर भएन भने खबरदारी छोडिँदैन, हस्, थ्यांक यू। संसदमा आवाज छोडिँदैन।